एकादशीको दिन तपाईँहरूले के खानुभयो त? हामीले चाहिँ खायौँ दाल पुरी, आलुको सब्जी अनि सेमैको खिर। यो चाहिँ हाम्रो मम्मीले बनाउनु भएको थियो होइन। यतातिर चाहिँ यस्तो खालको डिसहरू यति धेरै हुन्छ क्या होइन। नर्मली नेपालतिर चाहिँ दाल, चामल, त्यसपछि सब्जी अनि त्यसपछि खिर मतलब माछा, मासु अनि सेलरोटी, पुरी मात्र हुन्छ नि त होइन। अनि यतातिर चाहिँ यो नन भेजिटेरियन अनि भेजिटेरियन नन भेजिटेरियन भन्दा नि भेजिटेरियनहरूको लागि चाहिँ एकदम 101 खानाहरू हुन्छ क्या, डिसहरू हुन्छ क्या। अनि त्यतिर चाहिँ यो दाल पुरी पनि एउटा डिस हो होइन। अनि यो चाहिँ मलाई सुरुमा चाहिँ के रहेछ यो, यसको टेस्ट पनि कस्तो हुन्छ भन्ने पनि थाहा थिएन क्या। मलाई पहिला बिहे गरेर आउँदाखेरि सोध्नु भएको थियो क्या, तिमीलाई के खाना बनाउन आउँछ भनेर, अनि यो दाल पुरी पनि आउँछ भनेर सोध्नु भएको थियो। अब न मैले कहिले खाएको न मैले कहिले देखेको होइन, मलाई कसरी आउँछ। त्यसपछि मलाई सुरुमा मम्मीले पनि सिकाउनु भएको थियो। अनि अहिले चाहिँ यो 2 वर्षपछि चाहिँ खाँदैछु। हिजो एकादशी हुन परेको हुनाले चाहिँ मम्मीले चाहिँ बनाउँदै हुनुहुन्थ्यो। अनि यो दाल पुरी भयो, आलु पराठा भयो, यो भर्ने चिजहरूमा चाहिँ मेरो अलिकति ढङ्ग पुग्दैन क्या। मेरो चाहिँ मैले बनाउन आउँदैन, फुट्छ। त्यसपछि मम्मीले बनाउनु भएको थियो। सबैको घरमा चाहिँ बुहारी आयो भने मिठो मिठो खान पाइन्छ भन्ने हुन्छ। मेरो घरमा चाहिँ उल्टो मेरो घरवालाले चाहिँ मलाई मिठो मिठो बनाएर खुवाउनुहुन्छ होइन। अनि मैले बिस्तारै बिस्तारै सिक्दै पनि छु। यदि मैले कहिले जाने भने अनि कहिले चाहिँ बनाएँ भने चाहिँ म फुल रेसिपी हाल्नेछु। अनि गफ गर्दा गर्दा गाइज हाम्रो पनि यो दाल पुरी पनि रेडी भएको थियो। अनि यो चाहिँ भरेको यो चनाको दाल थियो होइन। यो दाल चाहिँ भरेको हुन्छ भित्र चाहिँ दालको किमा। त्यसपछि आलुको सब्जी थियो। अनि यस्तो मिठो भएको थियो के बताऊँ गाइज। आजलाई यति नै। थ्याङ्क फर वाचिङ गाइज, बाई।